दिदीहरू मेरो आवाज सुन्दैन भनेर म चिच्चाएको अनि कालो कालो मान्छे हेलो त भन्दै यार हेलो म जाँदिन यो माथि अब ऊ चाहिँ जान्छ तिमी कलेजबाट आइसकेको छु अनि पछि कलेजबाट आएको म अनि घरमा चाहिँ अहिले कोही पनि छैन म मात्र छु किनकि मम्मीहरू चाहिँ ठुल्मङको घर जानु भएको अनि पछि दिदी चाहिँ 12को एक्जाम दिन गएको आज नेपालीको एक्जाम म आज छिटै आएको किनकि हाम्रो लास्ट पिरियड भएन आज सो अनि मैले चाहिँ केही सामानहरू ल्याएको छु बुके बनाउने यो ब्याम्बो स्टिक अनि पछि रबर ब्यान्डहरू बनाउनुको लागि यो रबर सिम्पलवाला रबर ब्यान्ड अनि किचनको लागि यो किचनको मेटेरियल अनि मैले चाहिँ बुके पनि बनाएको थिएँ बनाउनु चाहिँ मैले कतिवटा बनाएर बेचेँ अनि यो चाहिँ मेरो बाँकी छ मैले बनाएर राखेको थिएँ हेर्न सक्नुहुन्छ तपाईँहरू ढिला नगरिकन फटाफट छिटो आफ्नो चोइसको कस्टमाइज गरेर एउटा बुके गर्लफ्रेन्डलाई बुके होस् या साथीहरूलाई गिफ्ट हो या आफ्नो लागि गिफ्ट सबैको लागि जे पनि बनाउनु तपाईँहरूले जे पनि लिन सक्नुहुन्छ जस्तै बुके भइहाल्यो किचन हेयर ब्यान्ड ब्याग अनि ड्रेस आउटर टी सर्ट अनि स्क्रन्ची सबैको लागि हामी चाहिँ धेरै सामान किन्नु छ एकदमै धेरै सो दिनभरि आई थिङ्क दिनभरि हामी हिँड्नुपर्छ होला सामान भेटेन भने रेडी भइसकेको छु अनि पछि म चाहिँ खाना खाएर आनन्दले बसेको थिएँ किनकि साथी म साथी नआउनु छ अनि के भन्नु म अलि ढिला हुन्छ भन्दै थियो अनि म चाहिँ आनन्दले बसिरहेको थिएँ अनि निदाएछु अनि ठ्याक्क साथीको फोन आयो छिटो ए कहाँ छौ तिमी छिटो भनेर फोन गरेँ त्यही भएर अब चाहिँ म चाहिँ छिटो रेडी भएर मैले त्यस्तो केही गरेँ होइन कपाल यतिकै बाँधेँ पछाडि काँटाले बाँधेँ अनि पछि लिप ग्लस लगाएँ अनि प्यान्ट र कुर्ता लगाएँ अनि पछि हातमा यो एन्ड आइएम रेडी सो म चाहिँ घरबाट आउँदाखेरि चाहिँ भ्लग बनाइन म एकदम ढिला भइसकेको थिएँ अनि उहाँ देखिनु भएको छैन ए देखेँ हेलो हेलो गाइस तपाईँ मलाई चिन्नुहुन्छ होला चिन्नुहुन्छ भनेपछि हामी चाहिँ फर्स्टमा चाहिँ धागो किन जान्छौँ हाम्रो लिस्ट चाहिँ एकदमै धेरै छ पैसा छैन त्यही भने बाटो यस्तो छ जहाँ पनि सबैतिर खनेर मेरो भाइमा पैसा दियो क्या सामान किन्न जा भनेर प्रणेश भाइले प्रणेश भाइलाई भ्लग हेर्छ नि त भनिदिएको अब प्रणेश भाइलाई मेन्सन गरौँ ल आज त अब हामीपछि अब हामी धागो लिन जान्छौँ यत्रो सामान भएको छ खै देखाउ त यति सामान 250 को खै छोडो त ब्याग देखाउ उसले बनाएको ब्याग कस्तो खतरा ब्याग बनाएको छ खोइ बनाउने मान्छेको अनुहार पनि देखेको एसएस कलेक्सन आएको छ सो गाइज मैले चाहिँ यहाँको चाहिँ साउन्ड म्युट गरिदिएको छु किनकि यहाँ चाहिँ सङ बजाइरहनु भएको थियो अनि कपिराइट लाग्ने डरले चाहिँ मैले म्युट गरिदिएँ अनि यहाँ चाहिँ हामी सामानहरू हेर्न आएको त्यतिखेर चाहिँ हामी सामान हेरिराख्दा चाहिँ एसएस कलेक्सनको बाहिर चाहिँ रथमा एउटा बच्चाहरू लगिरहेको थियो अनि त्यसको अगाडि चाहिँ एउटा घोडा पनि थियो मैले चाहिँ घोडा रेकर्ड गर्न लागेको तर घोडा मैले फोन निकालेर रेकर्ड गरिन्जेलसम्म त अगाडि पुगिसकेको थियो अनि यो चाहिँ के भनेर कमेन्ट गर्नु होला अनि यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यस्तो राम्रो बुकेहरू छ हजुरहरूलाई चाहिन्छ भने एसएस कलेक्सनमा गएर लिन सक्नुहुन्छ एकदम राम्रो छ मैले चाहिँ त्यहाँ गएर त्यसको फोटोहरू खिचेँ अनि आफूलाई चाहिने सामानहरू पनि सबै लिएँ हजुरलाई पनि यस्तो सामान चाहिन्छ भने यहाँ आउँदा हुन्छ 99 रुपैयाँमा यो हेर्न सक्नुहुन्छ त्यसमा तपाईँले 4वटा डिफ्रेन्ट साइजको डिफ्रेन्ट मलाई मन पर्यो म त क्लेचहरू पाउनुहुन्छ किन अनि पछि यहाँ पनि धेरै छ के छ सब 99 मात्र त होइन हुन चाहिँ के हो त्यो पेन्सिल भनेर भन्दिनँ म पर्छ हो यस्तो राम्रो कुन चाहिँ वाला लिने यो चाहिँ लिन आएको हामी कति हो हामी घुमिरहेको छौँ मैले सामानहरू जहाँ पनि किन्नु
खरबुजा उसले चाहिँ मम्मीलाई खरबुजा किनिदिनु भन्छ अरे अन्त चाहिँ खान्छ हावा निकल गई हावा बस मान्छेहरूले हँसाउँछ अनि हाँस्नुपर्छ हँस अब हामी गाडी चढेको कालो देखेको केही छैन यहाँ के हुँदैछ तपाईँहरूलाई थाहा छ भने भन्नुहोस् यहाँ के हुँदैछ भनेर यस्तो राम्री मान्छे यहाँ हिँडिरहेको बेलामा यस्तो फोटोसुट गर्न 5-6 जना क्यामेराम्यान अगाडि पछाडि घुम्नु दौडिनु छैन है त ल हामी चाहिँ अब उसको हजुरहरूले अस्ति देख्नु भएको होला उसको मम्मी मैले देखाएको थिएँ अस्ति उसको बर्थडेको दिन अनि पछि हामी चाहिँ उहाँकै पसल जानु लाग्यो अनि यो चाहिँ हाम्रो कालीमाटी बजार हामी चाहिँ यतैबाट जाने हो अब गाडीले हामीलाई टार्गेटै गरेछ ए मामाहरू हुनुहुँदो रहेछ यहाँ पुलिस मामाहरू अलिक च्याप्प समाएर वाइ गऱ्यो नि पुलिस मामाहरूले कि ल अब म गएँ मलाई डर लाग्छ अनि फेरि मोबाइल समाएर फुटालिदियो भने मेरो आइफोन राम्रो भएर बस्नु अब लु नभए आज चाहिँ भएन आज राम्रो छैन कि म खाना खादिनँ होला हालिदिन्छु म त खाना ड्रेस राम्रो छैन छोरी यस्तो राम्रो भएर हिँड्छ मम्मी यतिकै पनि राम्री भएर बस्नु भएको छ छोरी मेकअप दिन राख्दैछ म मेकअप गर्नु छ तर के गर्नु भएको छ र क्रिम लाउनु भएको मोइस्चराइजर अनि गाजर लाउनु भएको लिपस्टिक लाउनु अनि गाजर त्यो त तिमीले लाछौ त अनि लाइन राम्रो छ भने के हाम्रो चटपटी खाइसक्यो अनि हामी पानीपुरी खान लाग्छौँ आन्टीले पकाउँदै हुनुहुन्छ मिठो पानीपुरी पकाउँदै हुनुहुन्छ बनाउँदै हुनुहुन्छ अनि यो पसल तपाईँहरू आउनुहोस् खानुहोस् जानुहोस् भएको थियो पानीपुरी चाहिँ उसिया भएर गर्नु होला यो लोकेसन भन्दै आउनु पर्दैन ल यो कालीबाटीको भित्र अब यो भित्र म जाँदाखेरि देखाइदिन्छ आन्टी जाँदाखेरि म देखाउँदै जान्छु यो बाटो तपाईँहरूले चिन्नु भएको छ भने आउनुहोस् है आउनुहोस् खानुहोस् जानुहोस् लोकेसन अहिले एकछिनमा जाँदाखेरि यस्तो मजाले देखाइदिन्छु त्यही भएर यस्तो मजाले देखाइदिन्छ यहाँ छ आलु केराउ चना धनियाँ सनियाँ सबै छ पुरै रेडी छ यहाँ चटपटी पानीपुरी पाउँछ होइन आन्टीले आफै भन्नु भयो पाउँछ नि त त्यही भएर तपाईँले मक्का पनि आफै बनाउनुहुन्छ हो तपाईँ आफै बनाउनुहुन्छ हो यो त नखानु होला हो यो त मिठै हुँदैन मलाई त मिठै मिठ लागेन के अरे फर्स्ट टाइम देखेको त्यही भएर ट्राई गरौँ भनेर ट्राई गर्नु भयो होइन अस्ति टिकटकमा एउटा केटीले हो क्या त्यो देखाएको ए हाम्रो सामान छ एउटा ब्याग छ यो एउटा ब्याग छ एउटा ब्याग छ ब्यागै ब्याग छ चारैतिर मेरो घरमा झन् कति छ बाई चलो आन्टीको पसलमा अनि पछि हजुरहरूलाई म बाटो देखाइदिन्छु चिन्ता नगर्नु न तपाईँहरू चिन्ता नगर्नु न म बाटो देखाइदिए भएन तपाईँहरूलाई अनि हामीले चाहिँ सामानहरू पनि सबै देखाउने भनेर चाहिँ बिर्सेछ है अब केही छैन घर गएर देखाउँछु सपिङ हल गर्छ नि अनि हुन्छ म घर गएर देखाउँछु तपाईँहरू चिन्ता नगर्नु ब्लग चाहिँ हेरिरहनु ब्लग हेरिराख्नु के भन्छ देखाउँछु भनेर चाहिँ तर देखाएन भनेर तिमी आज हाल्छ भोलि आउँछ ब्लग आज हाल्दैन भोलि हाल्छु आज आउँछ गरेर थियो मेरो भाइहरूलाई पुरै एडिट गर्नुपर्छ अनि पछि के आजै हाल्नु आज हालेको मैले त हेर्न मन लागिसक्यो मलाई त्यो कस्तो मलाई त्यो भाइको जस्तो कहिले आउँछ तिम्रो भ्लग कहिले हेर्न पाउँछ जस्तो हुन्छ क्या किनकि त्यसमा म हुन्छ नि त ल साथीहरू म आजै हाल्छु त्यसो भए जाने बित्तिकै एडिट गर्छु अनि 5-6 बजीतिर हाल्छु
तपाईँहरूलाई चाहिँ बाटो त देख्यो होला पछाडिबाट यो चाहिँ कालीमाटीको गेट यो कालीमाटीको पछाडिको गेट भयो होइन योबाट यतापट्टि जानुभयो भने तपाईँहरूले पसल भेट्नुहुन्छ अनि यहाँबाट तपाईँहरू जानुभयो भने चाहिँ ठ्याक्क आन्टीको पसल पुग्नुहुन्छ अनि पछि चटपटी खाना पाउनुहुन्छ सो गाइज हामी चाहिँ के भन्छ के अरे हामी चाहिँ गाडी चढेर कलङ्कीमा आइसक्यौँ अनि पछि उहाँ पुरै उहाँ टेन्सनमा हुनुहुन्छ किन घर जानु यही त 99 मा अझै 99 सप छ 99 यो भन्न नि मिल्ने साँच्चै मैले त्यो लिएर आएको थिएँ हेरेर मार्न पर्यो नि कस्तो राम्रो थियो क्या एकचोटि ट्राई गरौँ न कस्तो यो सुहाउँछ कि सुहाउँदैन हाम्रो कालो मान्छे म त्यस्तो भिडियो होइन कस्तो राम्रो देखेको क्या मैले अघि लगाएर आएको कसको प्रब्लम छ भन्नु होला के भन्छ यो कालो मान्छेलाई के लिपस्टिक के रातो लाग्यो सुहाउँदैन कुन चाहिँ लाग्यो सुहाउँछ भनेर कमेन्ट गर्नु ल कमेन्ट गर्नु किनकि कालो थियो लगाउने है के लगायो तिमीले देखाएन त केही छैन त्यही मैले यसरी लगाउँछु यसमा लिप ग्लस लगाउनु त्यस्तो होइन किन तिम्रो ब्याग मसँग ब्याग नभएको कि तिम्रो ब्याग तिमीले बनाएको ब्याग मलाई यति मन पऱ्यो भने किन हो थाहा छैन जहाँ जाँदा होस् या जे कपडा लाउँदा होस् ब्याग कुन बोक्नु भन्दा किन अरू किन सोच्नु पऱ्यो यही बोक्ने हो जस्तो हुन्छ ल्याउ खै अर्को चाहिँ त किन मेरो म मान्छे राम्रो हुन्छ खै बनाएको सामानहरू पनि राम्रो हुन्छ लिपस्टिक लिप ग्लस त्यही भएर मलाई कन्ट्याक्ट गर्नुहोस् केही लाग्दैन र लाग्दैन के त्यो लाग्यो लाग्यो मलाई त टन्नै लागिसक्यो हो टन्नै मात्रै हल्का देखेको चाहिँ छैन फेरि ए बिलाउनी भयो जस्तो छ मन पर्ने यहाँ लिपस्टिकहरू पनि अलिक लिएर आएको छु अनि मलाई मात्र सुन्यो भने ब्लग हेर्नुहुन्छ तिम्रो मम्मीले कति हल्लाएको नि हल्लाउनु यहाँ गाडीमा मेरो फोनको रिङटोन तिम्रो त मुखमै झुन्दैछ त त्यही भएर कस्तो देखियो खै त के भन्छ अब कता पुग्छु त्यतै पुगेर मेसेज गर्छु अब जता पुग्छु त्यतै पुगेर म फेरि आउँछु है प्रश्न जान लागेको छ अनि हामीले बाई बाई गर्नु लाग्छ बाई त्यस्तो नि गर्छ भने मैले आज फर्स्ट टाइम गरेर बाई 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 गर्छु होइन मतलब त्यसरी होइन कि अब प्रश्न जान अब हामी बाई बाई गर्छौँ होइन कि हामी बाई बाई भन्छ जाऊ ल गए ल भन न गएँ ल म अब अर्को भ्लगमा आउँछु ल हस् बाई 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 3-4 हजार सब्सक्राइबर पर्छ र अनि यो चाहिँ मेरो हल्का यस्तो लुज भएको दाइ मैले घर गएर देखाउँछु भनेको थिएँ त्यो म देखाउन लगाएको रुक्न यता सो कहाँबाट स्टार्ट गरौँ सानोबाट स्टार्ट गरौँ कि ठुलोबाट स्टार्ट ल है त यो ग्लु भइहाल्यो त्यो गनमा हाल्ने ग्लु चिन्नुहुन्छ होला अनि यो चाहिँ मैले 5वटा ल्याएको छु अनि 10 रुपिस पर पिस यसको चाहिँ अनि मैले चाहिँ 5वटा ल्याएँ किनकि चाहिन्छ भनेर यो पुग्दैन जस्तो लाग्यो पुगेन भने फेरि लिन जानुपर्छ सो यो भयो 4 थरी अनि 2 पिस ल्याएको छु अनि यसको चाहिँ 200 पर्यो मलाई कहाँबाट ल्याएको भन्दाखेरि चाहिँ मैले एसएस कलेक्सनबाट ल्याएको अनि यो चाहिँ एकदम राम्रो छ यसको डिजाइनहरू चाहिँ एकदम मनपर्छ कि मलाई यो तपाईँले मैले बनाएको बुकहरू साइडमा राखिदिन्छु हेर्नु होला त्यस्तो राम्रो हुन्छ
अनि अर्को चाहिँ धागो भइहाल्यो धागो त मेन त धागो चाहिहाल्यो त्यही भएर चाहिँ अनि धागो पनि कुन ल्याएको छु भन्दा यो व्हाइट अनि पछि यो येल्लो अनि रेड 3टा ल्याएको छु अनि यो धागो भइहाल्यो अनि अर्को चाहिँ मैले यो प्लास्टिक ल्याएको छु हजुरहरूले सामान किन्नुभयो भने चाहिँ यस्तो क्युट ब्याग पाउनुहुन्छ यो क्युट ब्यागमा तपाईँहरूले सामान पाउनुहुन्छ अनि हेर्नुहोस् कस्तो क्युट छ यो ब्याग अनि यसको चाहिँ 160 परेको छ यसमा चाहिँ 50 पिस हुन्छ भन्नुभएको छ अनि यसको चाहिँ 120 परेको छ 120 अनि यो चाहिँ मैले यो 99 को दुईटा यो 99 को दुईटा हो अनि मैले चाहिँ यो चाहिँ 3टा लिएको छु अनि यो चाहिँ किन डिफरेन्ट लिएको भन्दाखेरि चाहिँ यो चाहिँ पिस 3टा मात्र थियो 3टा मात्र बाँकी थियो अनि यसमा चाहिँ मैले यो मिसाएर 4वटा ल्याएको गाइज आजको लागि यति भन्दै म चाहिँ आजको भ्लगै गर्दैछु अनि पछि म चाहिँ भर्खर पानीपुरी खाएर आएको त्यही भएर पिरो भयो आई होप सबैजनालाई भिडियो मन पर्यो होला लाइक कमेन्ट सेयर गर्न नबिर्सिनुहोस् र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला यति भन्दै म बिदा हुन्छु बाई बाई